हेलो गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। र आज फेरि मैले सोमबारे बिदाको भ्लग लिएर आएकी छु। म चाहिँ बिदाको दिन मजाले सुतेर बसिरहेको थिएँ र मिस्टर राई चाहिँ गाडी लिएर आउनु भयो र लेट्स गो भन्नुभयो र म चाहिँ अरे कहाँ जाने भनेर सोच्दै थिएँ। मलाई चाहिँ त्यो ठाउँ पुग्नेसम्म पनि मलाई आइडिया थिएन र नक्कल सकल पारेर म चाहिँ रेडी भएँ। मैले चाहिँ उहाँलाई कति सोद्धाखेरि बल्ल उहाँले भन्नुभयो हामी चाहिँ तोकेर जावा सिटी जाँदैछौँ भनेर र हामी चाहिँ क्याफे राते खाँदै त्यहाँ पुग्यौँ र यो जिन्जाको नाम चाहिँ यामागुची कोनानो हो र यो चाहिँ एउटा बुद्धिस्ट टेम्पल भनेर पनि चिनिँदो रहेछ र त्यहाँ पुगेर चाहिँ मैले हातहरू धोएर त्यहाँको भ्रमण गर्न सुरु गरेँ। अब सबै कुराहरू त मैले हजुरलाई फोटोमा देखाएकी छु। मलाई पनि धेरै आइडिया त छैन यो जिन्जाको बारेमा, बट एकदमै सानो एरिया भए पनि पिसफुल थियो र हेजी चाहिँ भएको भएर होला खासै मान्छे पनि थिएन नि त र त्यहाँ भएको जिन्जाहरू चाहिँ कतिवटा चाहिँ बन्द पनि थियो र हामी चाहिँ बाहिर घुमेर फोटोहरू भिडियोहरू खिच्यौँ र त्यहाँ गएर एकछिन बसेर मजाले त्यो भ्यूको आनन्द लियौँ र यहाँको मेन भनेको यो रातो मन्दिर रहेछ। त्यहाँभित्र जान चाहिँ पाएनौँ हामी, किन भन्दाखेरि बन्द भएको कारणले गर्दाखेरि र बाहिरबाट चाहिँ हामीले चाहिँ फोटो भिडियो बनायौँ र त्यसैको साइडमा चाहिँ एउटा केभ जस्तो रहेछ जहाँ चाहिँ धेरै मूर्तिहरू चाहिँ क्राफ्ट गरेर राखिएको हेर्न सक्नुहुन्छ। ठुलो सानो धेरै थियो, पुरै एउटा एक राउन्ड नै यो मूर्तिले भरिएको थियो। सो त्यहाँ घुमिसकेपछि चाहिँ हामी बाहिर निस्क्यौँ र बाहिर चाहिँ यहाँ चाहिँ पार्किङ लटहरू पनि रहेछ माथि नै, तर हामी चाहिँ अर्कै साइडमा गएको थियौँ नि त। सो हामी चाहिँ त्यहाँबाट तलतिर लाग्यौँ किन भन्दा हाम्रो गाडी चाहिँ तल राखिएको थियो। सो जिन्जाको इन्ट्री साइडमा नै घोडाको एउटा मन्दिर बनाइएको थियो र त्यहाँभित्र चाहिँ यो मूर्ति भन्ने कि यो काठले बनाइएको है कस्तो राम्रो। र हामी त्यहाँबाट चाहिँ निस्क्यौँ र हामीसँग चाहिँ अलिकति टाइम भएको कारणले हामी चाहिँ त्यसको साइडमा अरू के छ भनेर खोज्दै थियौँ र त्यसको नजिकै चाहिँ सायामा पार्क भन्ने रहेछ। सो हामी चाहिँ त्यहाँ गयौँ। आज चाहिँ दिन एकदमै राम्रो भएको कारणले अलिक गर्मी पनि थियो र त्यहाँ चाहिँ यति धेरै हाँसहरू पाउँछ भनेर लेखिएको थियो, तर गर्मी कारणले होला खासै मैले चाहिँ देखिनँ। र हेर्न सक्नुहुन्छ तोकुरोजावा सिटी र त्यसको पारी चाहिँ एउटा खेल्ने ठाउँहरू पनि रहेछ। हामी चाहिँ टाइम नभएको कारणले गर्दाखेरि हामी चाहिँ त्यहाँ गएनौँ र फेरि हामी चाहिँ अर्को पार्कतिर गयौँ, किन भन्दा चाहिँ त्यहाँबाट चाहिँ माउन्ट फुजी देखिन्छ भनेर भन्दै हुनुहुन्थ्यो। बट यता वेदर राम्रो भए पनि जहाँ माउन्ट फुजी देखिनु पर्ने त्यहाँ चाहिँ अलिकति राम्रो थिएन। सो हामी चाहिँ फर्किँदाखेरि कोरा र फ्यामिली चिकी खाएर फर्कियौँ। बाटोमा चाहिँ सानो जिन्जाहरू चाहिँ कति धेरै थिए। एउटामा चाहिँ हामी पसेको थियौँ तर बन्द भएको कारणले हामी फर्कियौँ र आउँदै बाटोमा चाहिँ सिमामुरा पनि भेटेँ र हामी चाहिँ त्यहाँ सिमामुरा पनि गयौँ। हल्का सपिङ गरेर हामी चाहिँ घर फर्कियौँ र घर फर्किँदा चाहिँ सनसेट भइरहेको रहेछ। यति राम्रो दृश्य देखिरहेको थियो कि एकदमै राम्रो थियो। सो थ्याङ्क यू फर वाचिङ।